नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। म आज तपाईहरुको लागि स्वादिलो, पिरो र झटपट तयार हुने हरियो मकैको साँधेको रेसिपी लिएर आएकी छु। यो खाजाको लागि एकदमै मिठो र सजिलो परिकार हो। साथीहरू, म 3 वटा जति हरियो मकै लिएकी छु। अब सबै मकैलाई एक एक गरी बिचमा भाँचेर सबैको दाना निकाल्दै जान्छु। सबै मकैको दाना छुटाएर यति जति भयो। अब म एउटा ग्यासमा प्यान बसालेकी छु। प्यानमा मैले यति जति पानी हाले। अब सबै मकैको दाना म हालेर 5 मिनेट जति मिडियम फ्लेममा छोपेर बोइल गर्दिन्छु। Last time we talked, you had nothing to say. You chose to walk, give what we had away. यति जतिको बोइल भइसकेपछि अब एउटा छान्नेले छानेर म सबै मकैलाई एउटा आरीमा राख्दै छु। मैले यसमा 1 चम्चा जति नुन हाल्दिए अनि 1 पन्नु जति मैले कर्नफ्लोर पाउडर हाल्दिए। अब सबैलाई म पन्नुले मजाले मिक्स गर्दिन्छु। I hope you get what you're looking for, but babe, with me you close the door on everything we could have been. Don't go thinking we could be friends. सबै मकैलाई म अब अलिअलि राख्दै तेलमा फ्राई गर्दिन्छु 2-3 मिनेट जति रातो हुने गरी। No, you can't bring us back from the dead, 'cause when you know, and when you don't, when it ends, it ends. When it ends, it ends. I really thought we might have been it, so my heart was shattered when it took the hit. Oh, I can't imagine doing. मकैमा हाल्नको लागि मैले 4 वटा जति टमाटर पोल्न ग्यासमा हाल्दिए। यो टमाटरको पेस्ट म यो मकैमा हाल्दिए अनि चप गरेको प्याज, चप गरेको हरियो खुर्सानी, That again, even for one night to see where it went. यति जति चिली फ्लेक्स, यति जति हरियो धनियाको पात, यति जति बिरे नुन हाल्दिए, यति जति कालो मरिचको धुलो हाले। एउटा कागतीको रस निचोरेर सबैलाई म मजाले मिक्स गर्दिन्छु। त्यसपछि हाम्रो झटपट तयार हुने स्वादिलो र पिरो खाजाको लागि पर्फेक्ट हरियो मकैको साँधेको रेसिपी तयार भयो। अब म सर्भ गर्दैछु। थ्यांक्स फर वाचिङ। You